मध्य युरोपको मुटुमा अवस्थित एउटा यस्तो देश जहाँ प्रकृतिले आफ्ना सारा रङ्गहरू पोखेको छ। हिउँले ढाकिएका सेता चुचुरा, कञ्चन नीलो ताल र शान्तिका प्रतीक गाउँहरू। यो हो स्विजरल्यान्ड। विश्वका शक्तिशाली राष्ट्रहरूको बीचमा रहेर पनि यो देशले शताब्दीयौंदेखि आफ्नो न्युट्रालिटी कायम राखेको छ। यहाँको शान्ति केवल राजनीतिमा मात्र होइन, यहाँको हावापानी र जनजीवनमा पनि झल्किन्छ। आधुनिक इन्जिनियरिङ र प्रकृतिको अनुपम सङ्गम यहाँको रेल सेवामा देख्न सकिन्छ। संसारकै सबैभन्दा ढिलो चल्ने एक्सप्रेस भनिने ग्लेसियर एक्सप्रेसले यात्रीहरूलाई पहाडका अप्ठ्यारा मोडहरूबाट स्वर्गको अनुभूति गराउँछ। जेनेभा र जुरिच जस्ता सहरहरू विश्व अर्थतन्त्र र कूटनीतिका केन्द्र हुन्। समयको शुद्धता र गुणस्तर स्विस पहिचान हो। चाहे त्यो विश्व प्रसिद्ध घडीहरू हुन् वा मुखै रसाउने चकलेट, स्विजरल्यान्डले सधैँ उत्कृष्टताको मानक खडा गरेको छ। प्रकृतिको वरदान र मानिसको अनुशासन, यी दुई कुराले स्विजरल्यान्डलाई केवल एउटा देश मात्र होइन, एउटा सपना बनाएको छ। एक यस्तो सपना जुन हरेक यात्रीले जीवनमा एकपटक देख्न चाहन्छ। यस्तै पृथ्वीका सुन्दर र रोचक कथाहरूका लागि पृथ्वी स्टोरिज सँगै रहनुहोस् र सब्स्क्राइब र फलो गर्न नभुल्नुहोला। फुल भिडियो हेर्नका लागि हाम्रो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ।